राजनीतिमा हर्क साम्पाङ जस्तो बेकुब मान्छे यो देशमै कोही छैन भने अब पहिला नै हिजो तपाईलाई यो कुन घटनामा भन्नुहुन्छ नि हिजो उले जब जेन्दी आन्दोलन भयो हत्तर पत्तर जेन्दीहरुको म माग पूरा गर्छु कारबाही गर्छु हो मलाई प्रधानमन्त्री बनाऊ बालेन किन नगाएको नामर्दा जनताले चाहदाखेरि पनि प्रधानमन्त्री नबन्ने म चाहिँ तपाईको हिजो चाहिँ त्यो 76 जनाको चाहिँ जो हत्या गरेका छन् तिनलाई चाहिँ केपी ओली र रमेश लेखकलाई कारबाही गर्छु भनेर उफ्रेर हिँड्ने हैन अहिले यत्रो भएर म प्रधानमन्त्री भन्दै हिँड्ने केपी ओली त सेकेन्ड केपी ओली चाहिँ नि यो त सेकेन्ड केपी ओली हर्क साम्पाङ तपाई देखाए त म ज्यानमारी धम्की आयो नि त उहाँलाई त सुन्नुस् न ज्यानमारी धम्की हैन खुट्टा भात दिन्छ अब त्यहीको जनताले जसले भोट हालेछ नि तिनलाई खुट्टा भात किन भन्नुस् त आज हिजो त्यत्रो चाहिँ मान्छे मार्ने मान्छेलाई समात्दाखेरि चाहिँ छोड्दिनु पर्छ भने पागल हैन हिजो उ आफैले भने हैन तपाईको चाहिँ म कारबाही गर्छु त्यसलाई चाहिँ म प्रधानमन्त्री बनाओस् भने होइन कस्तो खालको यो केपी ओली भन्दा कम ताण्डव देखाउने मान्छे त हैन चाहिँ यो फेरि एउटा त्यो आम जनतालाई झुट के बोल्यो भने त अब हुनेवाला प्रधानमन्त्री म यो मलाई जसरी पनि जित्छु केपी ओलीले जे बोले त्यही बोले हैन उले रविले आजसम्म कहिले प्रधानमन्त्री हुन्छ भन्यो त्यसकारणले औकातमा बस्न पर्छ जनताले भोट हालिने जनताले तेरो खुट्टा भाँच्छ होशियार भएर बस्न भन्दिन्छ भनेपछि तपाईको चेतावनी यहीबाट म त एकदम खरो चेतावनी हेर्छु यो मान्छे राजनीतिक मान्छे हैन थु 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 गर्छ राजनीतिक मान्छेले विचारले दुख्ने हो नि तर आफैले प्रधानमन्त्री बन्छु भनेर आएको मान्छे अहिले 7 सिटमा सीमित हुनुहुन्छ 7 सिटमा प्रतिपक्ष मात्रै 7 सिटमा पनि तपाईको यति चाहिँ तपाईको उले जनतालाई त्यहाँको भ्रमित बनाएको छ नि यति भ्रमित बनाएर ल्याएको चाहिँ हामीले बुझेका छौं र यो केपीओली त यसै त यो त यसै पता नै हो हैन त्यसले किनभने त्यस्तो चीज बोल्ने हैन दुई तिहाईको सरकारले सिकाउने उले त्यसलाई के बनाउनु पर्यो अब के राजनीतिक ज्ञान छ त्योसँग त्यसकारणले गर्दा हरि सामले भन्नुहुन्छ क्या कहिले हुन्छ अधिवेशन सुरु कहिले हुन्छ पहिलो बैठक म त्यहाँ बोल्न हतार भइसक्यो काउकुती लागिसक्यो भनेर फेसबुकमा स्ट्याटस आएको आइछ नेपालले 15 दिन कि कति छ नेपालको संवैधानिक कानुनमा हैन मन्त्री गठन गरेको पहिलो अधिवेशन के भन्छ नि बैठक हैन त्यो कानुनमा नियममा आएपछि गरिहाल्छ नि बस्नु उले सिकाउनु पर्छ केही सिकाउनु पर्छ हर्क साम्पाङले यति बेला चाहिँ केपी शर्मा ओली पक्राउ परिसकेपछि हर्क साम्पाङलाई के को उकुस भएको होला बुझ्दै गाह्रो भयो जनतालाई यहाँ एउटा चाहिँ मान्छेको चाहिँ अघोरी मान्छे हुन्छ हर्क साम्पाङ अघोरी हो हिजो चाहिँ जेनजी आन्दोलनमा शहीद परिवारलाई म उत्थान गर्छु भन्ने आज त्यही जेनजी आन्दोलनमा परेको मान्छेलाई किन प्रतिशोध छाड्दै यस्तो नेता हुन सक्छ मार्ने भन्ने धम्की कसले दियो मलाई थाहा छैन सुन्ने त मैले नि सुने हो तर खुट्टा चाहिँ भाँच्छ किन जे पाए त्यही बोल्न मिल्दैन त्यहाँको मतदाताले पाछिन खुट्टा भाँच्छ किनभने त्यत्रो चाहिँ देशमा परिवर्तन भएको छ 2 तिहाई भन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी दिएको छ र चाहिँ हिजो गरेको भ्रष्टाचारको विरुद्ध कारबाही गर्नुपर्छ भन्ने उही एमालेलाई थुक्ने उही अहिले उले जे पनि गर्ने यस्तो हुँदैन पोलिटिक्समा यो